हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। यो चिसोको महिना छ है, के गर्दै हुनुहुन्छ? तातो तातो खानु, तातो तातो कपडा लगाउनु है। हाम्रो गाउँतिर पनि आज बब्बाल चिसो छ हेर्नुहोस् त, घामै लागेको छैन, यस्तो औडै ढुडी लागेको छ। तर हिजो पनि खतरा उस लागेको थियो क्या, घाम लागेको थियो। हिजो त नुहाएको नुहाइधुवाइ गर्ने हेनदेन गर्ने, आज त हात धुनु पनि सकिएन क्या भात खाएपछि, त्यस्तो औडै चिसो छ। के गर्ने? तर चिसो भए पनि म चाहिँ आज भिडियो गराउँछु भनेर घरदेखि अलि पर आएको छु, किनकि आज म चाहिँ भिडियो गराउने भिडियो चाहिँ के को गराउनेवाला थिएँ भने आज चाहिँ म न्यू नै ओल्ड हाउसको टुर गर्छु भनेर। त्यसैले म चाहिँ मेरो पुरानो घर आइसकेँ, तर मेरो पुरानो घरको हालत चाहिँ एकदम बेहाल भएको रहेछ, मेरो जस्तै हेर्नु त। म चाहिँ पुरानो घर आइसकेँ, तर यस्तो खत्रै उस भएछ कि यहाँ नै झारसार उम्रिएर ल। तर यो पहिला के थियो भन्दाखेरि यहाँबाट जुन नयाँ घर जाँदाखेरि चाहिँ हाम्रो के भन्ने कुरो भएको थियो भने पर घर नयाँ घर बसे पनि यो पुरानो घरलाई चाहिँ राम्रोसँग सरसफाइ गरेर चाहिँ यसलाई चाहिँ त्यस्तो नगर्ने भन्ने प्लान थियो हाम्रो। तर मम्मी एक्लै घर, मम्मीले उता गर्ने कि यता गर्ने, त्यही भएर घरको हालत चाहिँ यस्तो भएछ। सिस्नो यहीँ छ। यहाँ हेर्नुहोस् त, यो झाडी केही थिएन क्या पहिला बस्दाखेरि, यस्तो थियो यो कुरा थुन्ने खोरो त्यो औडै हेर्नु त, यस्तो भएछ। यस्तो थियो हाम्रो घर। हाम्रो चाहिँ यहाँ भैरुम भन्ने थाहा छ कि नै? भैरुम भन्ने चाहिँ हाम्रो यो कोठामा छन्, तर सारेको छैन पर गरेर चाहिँ। अब हामी दसैँमा चाहिँ सार्ने भनेको हो, तर घरको चाँटी पनि लगाएको रहन्छ यहाँ। भूत होला है, भूत 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 ल्याएर कुद्ने यस्तो भयो रहेछ क्या, यस्तो भूत पस्ने जस्तो भयो रहेछ। यहाँ थियो यस्तो गनाइ, कस्तो गनाउँदो रहेछ मान्छे नबस्दै। यहाँ चाहिँ यस्तो थियो, के थियो भन्दाखेरि यहाँ बाटो बनाउने मान्छेहरू बस्नुहुन्थ्यो पहिला, अनि यहाँ अहिले चाहिँ छोडेको रहेछ। अनि उहाँहरूले चाहिँ म पहिलोचोटि आउँदाखेरि बुटोलबाट आउँदाखेरि यहाँ बस्नुभएको थियो। त्यतिखेर उहाँहरूले चाहिँ बहुत फोहोर गरिदिने घर। यहाँ हेर्नु न, त्यहाँ पिसाब फेरिदिएर पुरै त्यो उस भयो कि, कस्तो अर्कै भयो कि, पिसाब फेर्दाखेरि त्यो पिसाब फेरि हुन्छ नि त, अर्कै गराउँछ नि, त्यस्तै गरेर बस्छ कि। टोइलेटमा नजाने साथीहरूले यस्तो दिँदो रहेछन्, जहाँ उस गऱ्यो त्यहीँ पिसाब फेरिदिँदो रहेछन् होइन। अनि त्यहाँ चाहिँ हाम्रो धारो थियो, ट्याक्क हाम्रो चाहिँ धारो त्यहाँनिर थियो। यहाँ हल्का बारीहरू थियो, बारीहरू पनि अहिले चाहिँ बाटो खनेर पुरै यस्तो औडै बनाइदिएछ क्या, त्यही होइन। अनि हाम्रो मम्मीले चाहिँ यो हती यहाँनिर म देखाउँछु उहीँ गएर। हाम्रो मम्मीले चाहिँ यहाँनिर उस मर्थ्यो कि, रक्सी पार्थ्यो पहिला यो घर बस्दाखेरि चाहिँ होइन। अनि यस्तो छाप्रो केही हालेको थिएन क्या यहाँ, त्यसै मम्मीले त्यत्तिकै पार्ने कि। पानी आउँदाखेरि होइन हामीले के गरिन्थ्यो भन्दाखेरि छाता लिएर यस्तरी ओढेर आगो फुक्ने गरिन्थ्यो क्या। छाप्रो केही हालेको थिएन नि त, मम्मीले टिनको छाप्रो हाल्न पर्छ क्या भन्ने, तर हाल्नु अवस्था नगर्ने। तर मम्मीलाई चाहिँ छाता यसो गराएर हामीले गर्थ्यौँ क्या, त्यो आगो निप्छ भनेर पानी आउँदाखेरि होइन। अनि हाम्रो चाहिँ यो चाहिँ गोठ भयो, यो चाहिँ हाम्रो गोठ थियो। यहाँ चाहिँ हामीले 2टा भैँसी अनि उतातिर बाख्रा, यहाँ बाख्रा पाल्थ्यौँ हामीले। यो चाहिँ हाम्रो बाख्राको खोर, यहाँनिर बाख्राको खोर हो त्यो। अनि यस्तो फोहोर गरेको रहेछन् क्या, पुरै फोहोर। यहाँ बस्छ, यहाँ हेर्नु न, यस्तो भित्रै यस्तो आगो फुकिदिँदो रहेछन्। गोठ पनि अहिले चापिला जस्तो भएछ। अनि यो हाम्रो चाहिँ बाथरुम भन्नाले चर्पी टोइलेट चाहिँ हाम्रो चाहिँ यस्तो भत्किन्छ पुरै। अनि हाम्रो घर चाहिँ फलफुलको चाहिँ बहुत थियो फलफुल। यो सुन्तलाको बुटु, सुन्तला त रहेछ अलिअलि, देख्नुभयो नि सुन्तला, देखियो कि नै? देखियो नि, सुन्तला अलिअलि रहेछ। तर यहाँ सुन्तला हामी बस्दा पनि खान पाइन्थेन क्या, यहाँ लाटो कोसेर पुरै खाइदिन्थ्यो। यस्तो सिस्नो चाहिँ थिएन यहाँ, हेर यस्तो औडै सिस्नो भएछ क्या यहाँ त, झाडी भएछ झाडी। अब बिस्तारै फेरि यहीँ घर बस्न आउनुपर्ने जस्तो छाटकाटदेखि हो होइन। तर जसले जे भने पनि नयाँ घरभन्दा पुरानो घरै राम्रो हुँदो रहेछ कि होइन। त्यो घरमा बस्न पाए हुन्थ्यो, त्यहीँ घरमा जान पाए हुन्थ्यो भन्ने जस्तो हुँदो रहेछ क्या आजभोलि। हेर बा क्या मजाको है सिस्नो त, तलबाट एकचोटि दिउँ है सर्ट
सर्दिमै यहाँबाट सर्ट कस्तो मजाले सर्ट दिमै बबाल देखेको बे। आँटसँग मिठो हुन्छ नि त होइन, कसैलाई मनपर्छ, तर मलाई मन पर्दैन, मलाई मन पर्दैन। अनि यहाँ बेलौतीको बुटो थियो, बेलौती पनि सुकेर यस्तो भएछ। अनि यहीँ आएको बाटो उहाँ तल थियो होइन, तर अहिले चाहिँ खनेर यहीँ आएर रहेछ क्या यस्तो बाटो। यो मेरो पुरानो घर यहीँ हो है। कसैलाई भाडामा बस्नु मन छ भने सम्पर्क गर्नु होला, मैले मम्मीसँग कुरा गरिदिन्छु है। हेर्दा हेर्दैमा खापस्यो मायाको दिल डुब्यो नि, यस्तो घाम लाउने रहेछ म पुरानो घर आएको त घाम लाउने यस्तो के। यहाँ हेर्नु न, यो यहाँ यति हो क्या, कति 1 बज्यो क्या होइन, 1 साढे 1 भयो होला होइन। घामै पर्दैन कि यहाँ पहिला पनि, ल हेर्नु त घाम, यो घर घामै पर्दैन कि पहिला। यति माथि डाँडामा घरको चुचुरोमा मात्र घाम पर्ने। ऊ त्यहाँबाट त छेकिन्थ्यो क्या पुरै, त्यहाँबाट त्यस्तो हुन्थ्यो नि त। त्यही भएर घर, यो घर छान्नुको कारण त्यही भएर उता पर गर्ने। त्यहाँ पर त फेरि मजाले घाम तपी सुत्न पाइन्छ। त्यहाँ यो सोल्टीहरू। अब चाहिँ म घरतिर लागेँ, बाटो त यस्तो राम्रो भएर रहेछ। अब चाहिँ म पुरानो घरलाई यहीँ छाडेर नयाँ घरतिर जाँदैछु, किनकि मलाई यहाँ जाडो भयो, ठिरायो। पर गएर घर चाहिँ आनन्दले घाम तापिन्छ। यो यहाँ मैले यहाँ बस्दाखेरि यो पुरै बाटो चिल्लै हुन्थ्यो क्या बढाएर। अब चाहिँ म यहाँबाट एकदम हिमाल चढे जस्तो फिल हुन्छ। अब यहाँ चाहिँ बाटो त्यस्तै छ है, बिस्तारै बिस्तारै जानुपर्छ। फाइनल्ली म मोटर बाटामा आइसकेँ। मोटर बाटामा आएपछि कुद्नु पर्छ, खटो कुद कुद, शरीर त जाडो भयो, कुद 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 केटा कुद 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 केटा कुद। दौडेको त सिगान त फिट 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 गर्छ क्या थियो सिगान होइन ल, त्यो जाडामा निस्किन्छ नि पानी हो, त्यही हो। यसले पोस्यो है सरी है फुरी कि के अन्त जाडोमा अब के अनि यस्तै गर्नै पर्यो। तर सिगान होइन है, त्यो पानी यता त्यस्तो घाम लाग्छ कि कुद, फेरि घाम ताप्नु कुद 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 कुद। फाइनल्ली म चाहिँ घाममा आइसकेँ। त्यो डाँडोबाट यता आएको त यस्तो तातो फिल गरेको के, पर होइन घाम नलाग्दा त चिसो हुन्छ नै त्यहाँ होइन, चिसो हुन्छ। तर घाम लाग्दा पनि त्यस्तो चिसो छ कि, हिमाल त सोलुखुम्बु त्यो कहाँ त हिमाली भेगका जिल्लाहरूतिर गए जस्तो हुने क्या। यहाँ आएको त बल्ल आनन्द, शरीर पनि यस्तो हट भएर आयो कि फेरि चाहिँ ट्याक्क बरामा हो। काममा बसेर आनन्द लिनुपर्छ। अब चाहिँ म चाहिँ घर आइसकेँ है साथीहरू। हल्का जोसमा आयो कि भिडियो गराउँदाखेरि हल्का फुल्का भइहाल्छ। म चाहिँ घर आइसकेँ, म चाहिँ घर आइसकेँ। हो 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 नागिदिनु मैले है, म लिएर नागिदिन्छु है, सो हल्का ट्राई। नाग्दे ए यस्ता जाब त कत्रा कत्रा घर नागेर हिँड्ने, जाब नाग्ने के कुरो भयो, ठुलो कुरो भयो होइन। म चाहिँ घर आइसकेँ। घर हेर्नु यस्तो मजाको घाम लाग्छ कि हाम्रो त हो नि। म चाहिँ पाहाडको चाहिँ बहुत ठुलो जग्गा धनीको छोरो हो है। ओ उहाँ तलबाट माथि यो भेग पुरै मेरो जग्गा हो। फेरि जग्गा देखाओ भनेर नभन्नु होला, यसो हल्का भएको त देखाउनु पाइयो नि, त्यही हो क्या नि। तर यति जग्गा भयो, करोडपति लाखपति भयो नि त। यो ढड्केरिए काम छैन यहाँ चाहिँ। हल्का फुल्का हाम्रा बाख्राहरूले अब गाईहरूले चाहिँ आगो भन्न आयो, घाम तापिरहेको छन्। अब म पनि यसो घामसाम ताप्छु। अनि मम्मी घर छैनन्, अनि मम्मी घर नभएपछि चाहिँ मैले बाख्राहरूलाई चाहिँ पानी हल्का होइन
घाँस सास हालिदिनु पर्ने हुन्छ। मम्मीले चाहिँ घाँस सास हाल्दै सिकान्छ भन्नुभएको थियो, त्यही भएर चाहिँ मैले त्यो काम चाहिँ गर्नुपर्ने हुन्छ, मेरो कर्तव्य हो त्यो चाहिँ है। बिस्तारै बिस्तारै गर्दैछु। अहिले चाहिँ म भिडियो यही थप्लो लाउँछु अनि अहिले फेरि राख्छु है। हल्का घर पाके रहेछ अनि यसो चाहेको मात्र है। तर आजभोलि पाकेको केरा नमिठो हुँदो रहेछ, स्वादै छैन क्या यो केराको। कसम यो चाहिँ मेरो भाइलाई दिन पर्छ। यो चाहिँ यो म भित्रको मैले खाएँ, बाहिरको चाहिँ मेरो भाइलाई दिन पर्छ। मेरो भाइसँग परिचय गराउँदैछु तपाईँहरूलाई। मेरो भाइ चाहिँ यहाँ हुनुहुन्छ, उहाँ हुनुहुन्छ मेरो भाइ। मेरो भाइको नाम चाहिँ एम प्रसाद। कसरी खानुहुन्छ हेर्नुहोस् अब। तर यो हेर्दाखेरि होइन यति सानो छ कि अन्त खासै ठुलो छैन नि त, बहुत उचाल्न बहुत डरबिलो छ। कसम उचाल्नै नसकिन्छ क्या। त्यही हो, अब यो चाहिँ बिक्रीमा छ, कसैलाई चाहिँ यसो चाहिएको भए सम्पर्क गर्नु होला। हेरी छ हामीसँग। फेरि यो तपाईँले चाहिँ यो लानुहुन्छ भने यो छ होइन। अनि फेरि यता हाम्रो फेरि अलिक सानो भाइ हुनुहुन्छ, हाम्रो सानो भाइ। यसको चाहिँ नाम चाहिँ लाले, त्यसको नाम चाहिँ एम प्रसाद, यसको नाम चाहिँ लाले हो। अनि यो पनि मन परेन भने फेरि यो पनि तपाईँहरूलाई चाहिन्न, यो पनि मलाई अलि ठुलो भयो भन्नुहुन्छ भने हामीसँग फेरि अरू पनि छ, प्रशस्ति छ हामीसँग। फेरि तपाईँलाई यहाँ फेरि यो ढोका खोल्ने भने यिनीहरू भाग्छन्, त्यही भएर यहाँबाट देखाउँछु मैले। देखिँदो रहेछ क्या, हो त्यहाँ छन्। पछि देखाउँदै गरौँ ल। हामीसँग फेरि ती भित्र 4वटा छन्। हेरी सानो कालो चाहियो कि सेतो चाहियो कि रातो चाहियो, कस्तो चाहियो तपाईँलाई हेरी सम्पर्क गर्नु होला। फेरि अझै म अरू पनि देखाउन चाहन्छु तपाईँलाई चाहिँ। अब अरू बोका त्यही भए, गाई छ, भैँसी छैन हामीसँग। अनि तपाईँलाई चाहिँ कोही हजुरहरूको बुढी, कोही सुत्केरी हुनुहुन्छ भने हामीसँग उहाँहरूको लागि साना भाले, पोथी, कुखुरा पनि छन्। यदि चाहिन्छ भने सम्पर्क गर्नुहोला भनेर भन्यो भने मलाई मेरो मम्मीले मार्छन्। त्यही हो है। अब चाहिँ 2:30-3 बज्न लागिसकेको छ होइन। म चाहिँ अब बानी बाख्रा अनि गाईहरूलाई पानी अनि फेरि घाँस हालिदिनु पर्ने हुन्छ, किनकि मम्मी चाहिँ आज छैनन् नि घर। नभए मम्मीले घाँस सास हालिदिने हेनतेन गरिसक्नुहुन्थे अनि म आफै गर्नुपर्ने हुन्छ आज चाहिँ। त्यही भएर चाहिँ म चाहिँ अब बाख्रालाई कुँडो दिने, घाँस दिने कार्यक्रम गर्छु। बाख्रा नै मेरो भाइ, मेरो सान भाइ, मेरी ठुल मम्मी, मेरो काकी, मेरो सानो आन्टी, यिनी मेरो साली, अनि यिनी मेरो फुपाजु। त्यही हो है। म यिनीहरूलाई चाहिँ थोरै खाना दिन्छु, त्यही हो होइन। अनि म चाहिँ झ्याउला खाके काम गर्न बहुत झ्याउलाउने यार हो। अनि म चाहिँ एकछिन सुत्छु होला। त्यसपछि मोबाइलमा चार्जर पनि छैन, अलिअलि घाम लाग्छ। अब घाम लागेको बेलामा कपडा सपडा हेनतेन गर्ने त पर्ने हो, तर झ्याउला छ। बिस्तारै त्यो कामलाई चाहिँ भोलि पर्सि बिस्तारै गरौँला भनेको छु। अहिलेलाई चाहिँ म यहीँ अब यहाँ हेर्नु न यस्तो छ कि घसौटा, यिनी घसौटाहरू के भन्छन्, घसौटा यिनीहरू उठाउँछु अनि घाँस सास हालिदिन्छु। अनि कुखुरालाई चारो सारो दिनु पनि छ, आज काम छ नि त, बहुत धेरै काम छ क्या। कुखुरालाई चारो सारो दिन्छु अनि त्यही हो। अनि म चाहिँ आजलाई यो भिडियोलाई चाहिँ अन्त्य गरिदिन्छु होला सायद होइन। फेरि अर्को भिडियोमा भेट हुने नै छ हाम्रो होइन, ट्याक्क पारामा। अनि मलाई यो के हो, यो पाटा यसो हेर्दाखेरि यो पाटाको छेउमा आउँदाखेरि के याद आउँछ भने मैले पहिला होइन यो बारी जोत्दाखेरि त्यहाँ मैले एउटा हरिस भाँचेको क्या जोत्दाखेरि ढुङ्गामा परेर, त्यही याद आउँछ क्या। अनि त्यही हो ल। आजलाई चाहिँ धेरै कुराकानी नगरौँ है, भोलिको भिडियोमा पनि हामी अवश्य भेट्नेछौँ भन्ने बाचाको छ। आजको भिडियोलाई चाहिँ म यही अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद, बाई बाई, सी यू टुमोरो एन्ड नेक्स्ट भिडियो।